नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी गोर्खाली शनिबार बृहत प्रदर्शन सहित जनसभा गरेको छ। एमाले गोर्खाली सदरमुकाममा बृहत जनप्रदर्शन सहित जनसभा गरेको हो। एमाले जिल्ला कमिटिको आयोजनामा र्याली सहितको जनसभा गरिएको एमाले गोर्खाले जनाएको छ। सदरमुकाम स्थित पार्टी कार्यालयबाट शुरू गरिएको र्याली प्रतीक्षालय, हरमटारी चोक, बिसौनी चोक, बस पार्क, ठूलो आँगन, हस्पिटल चोक हुँदै पुनः पार्टी कार्यालयमा फर्केर जनसभा गरेको हो। पार्टी कार्यालयमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका केन्द्रीय सदस्य एवं गोर्खा जिल्ला कमिटिका इन्चार्ज रामशरण बस्नेतले देशको विकास र समृद्धिका लागि नेकपा एमालेको विकल्प नभएको बताउनु भएको छ। जेन्जी आन्दोलनका नाममा भएका विध्वंस र अराजकता विरुद्ध एमाले उभिने उहाँको भनाइ छ। देशको विकास र परिवर्तनको पक्षमा दृढताका साथ उभिएका कारण देशी विदेशी तत्त्वहरू एमाले विरुद्ध लागेको भन्दै केन्द्रीय सदस्य बस्नेतले अब हुने जुनसुकै निर्वाचनमा पनि जनताले एमालेलाई साथ दिने जिकिर गर्नु भएको छ। जेन्जी आन्दोलनका नाममा भएका सरकारी तथा निजी संरचनामा भएको क्षतिको विरोधमा एमाले जिल्लामा बृहत शक्ति प्रदर्शन गरेको जिल्ला कमिटिका सचिव काजीराम रोकाले जानकारी दिनुभयो। एमाले संसद पुनर्स्थापना पक्षमा रहेको भन्दै अहिलेका सबै खालका समस्या समाधानका लागि संसद पुनर्स्थापना निर्विकल्प भएको भन्दै उहाँले पुनर्स्थापना पक्षको संसदले गर्ने निर्णय एमालेका लागि मान्य हुने बताउनुभयो।